भ्रष्ट विचारको पार्टी दाबी अब दुई कित्ता पृथ्वी पथ र प्रचण्ड पथ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफूलाई नेपालका राजनीतिक दलहरूमध्ये सबैभन्दा भ्रष्ट विचार भएको पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ। पार्टी नेतृत्वको दाबी अनुसार वर्तमान राजनीति र दुई स्पष्ट कित्तामा विभाजित भइसकेको छ। एकातिर पृथ्वी पथ र अर्कोतिर प्रचण्ड पथ। यी मध्ये कुन बाटो रोज्ने भन्ने निर्णय अब जनताको हातमा पुगेको छ। राप्रपाका नेताहरूका अनुसार पृथ्वी पथले राष्ट्रिय पहिचान, परम्परा, धर्म, संस्कृति, स्वाधीनता र सन्तुलित शासन व्यवस्थालाई प्रतिनिधित्व गर्छ। उनीहरू भन्छन् यो पथले राज्यलाई इतिहास, भूगोल र सभ्यताको निरन्तरतासँग जोडेर अघि बढ्न खोज्छ। राज्यको मेरुदण्ड कमजोर पारेर बनाइएका प्रयोगहरूले त्यसलाई स्थायित्व दिन सकेनन्। गणतन्त्रवादीहरू बहुमत हुँदै पनि 95% के भन्छ गणतन्त्रवादी हुँदै पनि राप्रपाले किन राजा बोकेको छ भन्दा किनभने राजा भनेको देशको खाँचो हो भनेर हिँडिरहेछ नि त हैन। वैकल्पिक शक्ति अथवा मूलधारको शक्ति राज संस्थाको सवालमा राप्रपा नै हो नेपालमा हैन। पार्टीका नेताहरू भन्छन् त्यसैले अब मौलिक धरातलमा फर्कनु आवश्यक छ। मैले एउटा कुरा के भनेको छु भने काठमाडौँ क्षेत्र नम्बर 6 ले इतिहासमा पहिलो पटक एउटा यस्तो सांसद पाउँदैछ जुन सांसद बनाउँदै गर्दाखेरिमा त्यस क्षेत्रका मतदाताले गौरव गर्नेछन्। कुनै यसको विपरीत प्रचण्ड पथलाई राप्रपाले पछिल्ला 3 दशकको अस्थिर राजनीतिक प्रयोगधर्मी शासन शैली र सत्ता केन्द्रित प्रवृत्तिको प्रतीकका रूपमा व्याख्या गर्दै आएको छ। पार्टीको आरोप छ कि यही पथले बारम्बार व्यवस्था परिवर्तन त गर्यो तर जनताको जीवनस्तर, सुशासन र राष्ट्रिय आत्मसम्मानमा अपेक्षित सुधार ल्याउन असफल भयो। राजनीतिक विश्लेषकहरूका अनुसार राप्रपाको यो भाष्य आगामी निर्वाचनलाई लक्षित स्पष्ट वैचारिक ध्रुवीकरणको प्रयास हो। राप्रपाले आफूलाई तेस्रो होइन विकल्पका रूपमा उभ्याउन खोजेको देखिन्छ। विश्लेषकहरू भन्छन् दुई पथको बहसले मतदातालाई भावनात्मक र वैचारिक रूपमा तान्ने रणनीति देखिन्छ। यद्यपि आलोचकहरू भने यसलाई अति सरलीकृत राजनीतिक विभाजनको रूपमा हेर्छन्। उनीहरूको तर्क छ राजनीति केवल दुई धारमा मात्र सीमित हुँदैन र जटिल समस्याको समाधान पनि एउटै वैचारिक लेभलले सम्भव हुँदैन। राप्रपाले भने जनताको विवेकमा भरोसा गरेको बताउँदै आएको छ। अब बहानाको समय सकियो। पार्टीको आधिकारिक धारणा छ देश कुन दिशामा जाने भन्ने प्रश्नको उत्तर मतपेटिका मार्फत जनताले नै दिनेछन्। आगामी दिनमा पृथ्वी पथ र प्रचण्ड पथ भन्ने राजनीतिक शब्दावलीले चुनावी बहसलाई कति प्रभाव पार्छ त्यो भने जनमतले नै तय गर्ने देखिन्छ।